अहिले हामी नेपालको कैलाली जिल्लाको टिकापुर सहरमा उपस्थित छौँ र हामी तपाईलाई यहाँको सुन्दर नजारा देखाउनको लागि हामी यहाँ आइपुगेका छौँ। हेर्न सक्नुहुनेछ यहाँ ठुला लाइटहरू लगाएका छन् र यी लाइटमा नेपालको झन्डामा रहेका 3वटा कलर रातो, नीलो र सेतोको प्रयोग गरिएको छ, जस कारणले यो लाइट अति आकर्षक भएको छ र यसलाई हेर्न टाढाबाट मानिसहरू आइरहेका छन्। जस्तै कि हेर्न सक्नुहुनेछ यहाँको चारैतर्फ लाइट छ, हेर्नुहोस्। यता मेरो पछाडिपट्टि अहिले अँध्यारो छ किनभने उता गाउँ जाने बाटो हो। गाउँ जाने बाटोतिर खासै निर्माण भएको छैन र यहाँ सहरतिर ठुलो निर्माण भइसकेको छ। जस्तै कि हेर्न सक्नुहुनेछ ठुला घरहरू देख्न सक्नुहुन्छ, ठुला पसलहरू देख्न सक्नुहुन्छ र यहाँका ठुला लाइटहरू देख्न सक्नुहुनेछ। यो दृश्य देखाउनको लागि आजको यो भिडियोमा अन्तिमसम्म हेर्नु होला यो भिडियो। ल अब हामी टिकापुरको सुन्दर दृश्यहरू हेरौँ। जस्तो कि तपाईहरू देख्न सक्नुहुनेछ यहाँ मानिसहरूले हिँड्नका लागि फुटपाथ बनाइएको छ, जसमा हामी अहिले हिँड्दै रहेका छौँ। यहाँ 100 मिटर करिब 100 मिटरको दूरीमा डस्टबिन राखिएको छ। यहाँ फोहोरको व्यवस्थापन पनि छ। जस्तै कि हेर्न सक्नुहुनेछ यहाँ टाढासम्म फोहोर फालिएको छैन। कम्तीमा 100 मिटरसम्मको दूरीमा यो डस्टबिनहरू राखिएका छन्, हेर्न सक्नुहुनेछ। यहाँ ओल्तिर र पल्तिर गरी 2 ठाउँमा लाइट लगाइएको छ। जस्तै कि हेर्न सक्नुहुनेछ एउटा यो लाइनमा हाम्रो लगाइएको छ लाइट र एउटा पल्लो लाइनमा लगाइएको छ लाइट र यहाँ दुवैतिर दुईतिर लामो बाटोसम्म गार्डनहरू रहेका छन्। जस्तै कि अहिले भर्खर हामीले तपाईलाई गार्डनको दृश्य देखायौँ, हेर्न सक्नुहुनेछ गार्डन। यो हाम्रो ओल्तिरको गार्डन हो र पल्तिर पनि अर्को गार्डन रहेको छ र अब यहाँका ठुला पसलहरू हेर। यो लाइटिङको एउटा ठुलो पसल हेर्न सक्नुहुनेछ जो कि अहिले बन्द भइसकेको छ। बिनरो आजको लागि यति नै र यस्तै धमाकेदार भिडियोको लागि हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यो भिडियोलाई लाइक गर्नुहोस् र यो सहर कस्तो लाग्यो, यहाँ घुम्न मन छ कि हजुरको, यस बारेमा हाम्रो कमेन्टमा केही शब्द